मुनि बसेको लेदोलाई चाहिँ नि अब यो पाइपले नै यसरी तान्नुपर्छ। तानेन भनेदेखि चाहिँ यो ट्याङ्कीमै यसरी बस्छ। हेर्नुहोस् त यो पाइपलाई यस्तो गरेर बिस्तारो हल्लाउँदै लानुपर्छ। लेदो पानी त सु तान्दै लान्छ। लामो पाइप हो, छोटो पाइप हो, लामो पाइप रहेछ। यस्तो छ। अब भित्र पस्न सकिँदैन हो, भित्र पस्न सकिँदैन भनेदेखि ट्याङ्कीमा बसेको मुनि लेदोलाई चाहिँ जहाँ पाइप यसरी घुमाउँदै घुमाउँदै लग्यो भनेदेखि सबै पानी त्यो पाइपले तानेर लगिहाल्छ। एउटा जुगाड हो है, तरिका, ट्याङ्की सफा गर्ने तरिका है। कति चाहिँ थाहा रहेछ त, कति चाहिँ हालको हात भरिमा चाहिँ। छ्या एक घन्टा त सफा पानी भए चाहिँ अब यो बर्खाभरि चाहिँ नआउने रहेछ। कति थाक लेदो देख्नु हुँदैछ। हेर्नुहोस् तल थाक छ। यो धमिलो पानी भएर के राम्रो देखिँदैन। अब यसलाई एकपल्ट फेरि ट्याङ्की त जुट लगाएर दुने बेला भन्यो। यो भित्ताभरि ड्याम्मै त लागेछ अन्त। छ्या लेदो पानी ताने तान पानी बुझाउँदैछ है। लेदो निकै सफा भयो ट्याङ्की। लेदो थाक छ नि हौ, ती चाहिँ मैला आएछ रातभरिमा त। राति कत्रो पानी आएको त फेरि है, हावा पनि त्यस्तै आएको।